स्ट्रेट अफ हर्मुजको सङ्कट केवल पेट्रोल र ग्यास सम्बन्धी मात्र होइन। यसले तपाईको वाइफाईलाई सुस्त बनाइदिन सक्छ, डिजिटल भुक्तानी र ब्याङ्किङ एपहरूमा अवरोध ल्याउन सक्छ। यसले स्ट्रिमिङमा समस्या ल्याउनुका साथै तपाईको समग्र डिजिटल जीवनमा अवरोध सिर्जना गर्न सक्छ। त्यस पछाडिका कारण पानीमुनि रहेका इन्टरनेट केबलहरू हुन्। यी मसिना ग्लास फाइबरहरू पृथ्वीभरि 10 लाख माइलसम्म फैलिएका छन्। तिनले संसारभरिको 95% भन्दा बढी डेटा थेक्छन्। परिवारभित्रका च्याट र भिडियो कलदेखि अस्पतालका अभिलेखहरू, शेयर कारोबार र भुक्तानीसम्म यसैमा निर्भर छन्। ती केबलहरू आँधी, समुद्रको गहिराईको चाप तथा सानातिना भूकम्पको सामना गर्न सक्ने गरी बनेका हुन्छन्, तर तिनीहरू जानाजान पुर्याइने क्षति थ्याक्ने गरी बनाइएका हुँदैनन्। यी केबलहरू बिग्रिए भने मर्मत सम्हार गर्न धेरै समय र खर्च लाग्छ। त्यसका लागि पानीजहाजहरूले फल्ट पत्ता लगाएर केबललाई समुद्रको पिँधबाट माथि तानेर छुट्याउनु पर्छ र पुनः जडान गर्नुपर्छ। त्यति बेलासम्म इन्टरनेट ट्राफिक अन्य नेटवर्कतिर मोड्नुपर्छ। त्यसले कनेक्सन ढिलो बनाउँछ। हामीले देखेका छौँ कि यो कति खराब हुन सक्छ। सन् 2025 मा रेड सीमा केबलहरू काटिएका थिए। फलस्वरूप भारत र पाकिस्तानमा महिनौसम्म डिजिटल भुक्तानी र ब्याङ्किङ अवरुद्ध भयो। अनि त्यसबेला कुनै मिसाइल आक्रमणका कारण मर्मत गाह्रो भएको थिएन। हर्मुज महत्त्वपूर्ण छ किनभने स्ट्रेटको ठिक बाहिर रहेको ओमान दक्षिण एसियाका लागि प्रमुख कनेक्टिभिटी हब बनेको छ। युरोपका लागि द्रुत डिजिटल मार्ग पनि यही हो। यदि त्यो लिङ्कमा प्रहार भयो भने यस क्षेत्रको सबैभन्दा द्रुत इन्टरनेट मार्ग हराउँछ। भारतबाट पश्चिम जाने डेटाको करिब 1/3 खाडी क्षेत्र भएर प्रभाव हुन्छ। ब्याङ्क, शेयर बजार र क्लाउड सेवाहरूले सबैभन्दा पहिला ढिलाइ महसुस गर्नेछन्। पाकिस्तानले त्योभन्दा पनि बढी जोखिम थ्याक्नुपर्छ। यसका लगभग सबै केबलहरू कराँचीसम्म पुग्छन् र तीमध्ये धेरैले हर्मुज पार गर्छन्। एउटा मात्र तार चुनिँदा त्यसले देशव्यापी इन्टरनेट ट्राफिकमा अवरोध पुर्याउन सक्छ। यो रुटमा बङ्गलादेश कम निर्भर छ, तर केवल 2 सक्रिय केबलहरूका साथ अचानक रिरुट गरिँदा यसको प्रणालीलाई प्रभावित गर्न सक्छ। रेड सी र खाडी मुनि दर्जनौं फाइबर नेटवर्कहरू रहेका छन्। एक रुटमा क्षति हुँदा गति घट्छ। धेरै रुटहरू गुमाउँदा र रिरुट गर्दा अत्यन्त गाह्रो हुन्छ। त्यहाँ अहिले नै चेतावनीका सङ्केत देखिएका छन्। मेटाले खाडीमा आफ्नो टु अफ्रिका केबल परियोजना आंशिक रूपमा रोकेको छ। यूएई र बहरेनका डेटा सेन्टरहरूमा हालै भएको आक्रमणहरूले इन्टरनेट बन्द हुँदा ट्याक्सी, भुक्तानी र व्यवसायलाई असर पर्यो। समुद्रमुनिका केबलहरू दक्षिण एसियाका लागि डिजिटल लाइफलाइन हुन् र अहिले स्ट्रेट अफ हर्मुज सबैभन्दा कमजोर लिङ्क हो। यदि यो लिङ्क टुट्यो भने हामी हाम्रा कलहरू, हाम्रा एपहरू र हाम्रो थैलीसम्म यसलाई महसुस गर्नेछौँ।